यसरी सिस्नु मैले धुँदैछु गाईहरू देखिएन है। सिस्नु कसलाई चाहिएको एकदमै सफा गरेर धोइरहेको छु मैले सिस्नुलाई। यसरी मैले पनि खाने हो अनि मलाई पनि चाहिएर यसरी एकदमै सफा तरिकाले एकदमै यसरी सफा तरिकाले धोएर एकदमै यसरी कपडा बरु त्यति के भन्छ सफासँग धुँदिनँ। सिस्नु चाहिँ म यति सफासँग धोइरहेको छु। यति सफासँग धोइरहेको छु। बरु कपडा पनि म त्यति सफासँग धुँदिनँ। सिस्नु चाहिँ खाना कसले चाहिएको भन्नु ल। यसरी यो सिस्नु चाहिँ 1000 रुपियाँ माना किनभने चाहिँ भनेको त एकदमै गाह्रो हो। सिस्नु टिप्न गाह्रो हो। अनि यसलाई धोइ पखाली गर्यो अनि धुलो बनाउन नि गाह्रो छ के। पन्जा नभएर म यहाँ प्लास्टिकले समातेँ त्यही पनि मलाई पोलिरहेको गाह्रो छ हो। सिस्नु बनाउन चाहिँ गाह्रो छ। सिस्नुको धुलो बनाउन गाह्रो छ हो गाह्रो। त्यही भएर महँगो भएको होला कि। म चाहिँ सोच्थेँ जाबा खोलामा पाउने झार पनि कस्तो 1000 रुपियाँ माना भनेको होला भनेको थिएँ। तर चाहिँ गाह्रो रहेछ प्रक्रिया। सिस्नुको प्रक्रिया पुऱ्याउन गाह्रो छ कि। यो चाहिँ के हो मलाई थाहा छैन। तर टिकटकमा चाहिँ सबैले खाएको देखेर मैले उखालेर ल्याए हो। यो चाहिँ यसको नाम मलाई यता चाहिँ सर्पगन्ध भन्छ यसलाई। तपाईँहरूतिर के भन्छ यसलाई मलाई थाहा छैन। यो चाहिँ सर्पगन्ध भन्छ हामीतिर। म चाहिँ खोल्सामा भेट्टाएर उखालेर ल्याएको। अनि गाह्रो छ हौ सिस्नु बनाएर खान गाह्रो छ। 1000 रुपियाँ माना किन भन्दैन हौ। यति गाह्रो छ। टिप्नै गाह्रो छ। पोल्छ अठु लास्टै पोल्यो हौ। किराकुरी छ कि भनेर हेर्न पर्यो। किराकुरी छ कि भनेर हेर्न पर्यो। गाह्रो छ हौ सिस्नु बनाउन। गाह्रो छ कि सिस्नु बनाउन। अनि म चाहिँ दाँत फुकालेर आएको। अब चिसो खेल्न नहुने। अब भैँसी गाउनु पर्यो। अनि रगत आइरहेछ अझै। दाँतबाट ठुटो उखालेको राम्रोसँगै नउखाल्दे रहेछ क्या। फेरि पनि मैथीमा आओस् भनेर हो। या के गरेर हो राम्रोसँगै नउखालिदिनु भएछ डाक्टर साहबले। अनि लास्टै घाउ भएर घरिघरि दुखेर अनि सोल्युसन खोज्न डोल त दो लास्टै पोल्छ यार। सिस्नुले यसरी कपडा भन्दा राम्रोसँग धोएछु।
अनि मैले मेरो लाउने कपडा पनि यति राम्रोसँग धुन्न क्या यो सिस्नु चाहिँ सिस्नु चाहिँ यति राम्रोसँग धुन्छु ल कसलाई चाहिएको सम्पर्क गर्नु ल आया किरा फट्याङ्ग्रा छ कि भनेर हेरेको अनि केलाई कुलाई गरेर केला खाकि हेरेर राम्रोसँग धुलो बनाएर राख्छु भनेर हातलाई झरममा धुलो बनाएर राख्छु ल कसले चाहिए सम्पर्क गर्नु ल 100 रुपैयाँको भए 100 रुपैयाँकै दिन्छु 200 को भए 200 कै दिन्छु 500 को त्यसरी दिन्छु ल सबैजनाले सम्पर्क गर्नु होला अनि यो सिस्नुको डाँठको कपडा बन्छ कि एकदमै सारोवाला रेसादार बन्छ मैले हिजो रेसासँगै पकाएर खाथे तर चाहिँ गाह्रो छ के यसरी धुने हो यसरी झमझम 2-3 पटक धोएर सुकाउँछु म अनि तपाईहरुले आवश्यकता पर्यो भने भन्नु ल यो मैले पनि खानी हो नि त अनि त्यही भएर मैले यति राम्रोसँग धोएको हो धुन पर्यो दुई तीन चोटी धोइरहेको छु त्यहाँ कपडालाई भन्दा राम्रोसँग धोछु कपडा बरु हारा भनेर धोइन्न आइ अनि यो लाई यसरी धोएर राम्रोसँग धुन पर्यो यसरी यसको बुढो पात हो चाहिँ